आज चाहिँ हामी सुके पोखरी हिँडेको होइन लास भएछ अहिले त ल माथि आर्मी क्याम्प देखिरहेछ ल साथीहरू सुके पोखरी चाहिँ यस्तो रहेछ है अवस्था गम्भीर अवस्था छ छैन रहेछ केही ल यता कान्छी हेलो हेलो ठुलो माया यहाँ उसले उसको पनि देखिरहेछ नि त अनि उसले पनि हेरिरहेछ ल हेर यहाँ को आयो ल गाइज सुके पोखरी यस्तै छ अवस्था आज हामी सुके पोखरीमा घुम्न आएको तर छैन रहेछ केही पनि यो माथि जानुपर्ने रे त्यहाँदेखि त्यहाँ हिँडेर त्यता निस्केर आउने ठाउँ छ अरे त्यहाँ चाहिँ राम्रो छ अरे अब हिँड्नु सकिँदैन जस्तो छ आज त्यही भएर यति नै आज यो सुके पोखरी पनि सुकेर गइसके जस्तो छ त्यही भएर अब यहीँ स्टप जान्छु परको चिल्लो डाँडामा जानुपर्ने त्यहाँदेखि माथि यस्तो गएर लास्टमा आइज न कहीँ नि आज कान्छी कान्छी तिमी यहाँ छौ कहीँ निको हामी यहाँ सुके पोखरी घुम्न आएको रे यस्तो छ है साथीभाइहरू अब हामी जाँदैनौँ कहीँ पर ऊ त्यहाँतिर राम्रो छ नि त्यतातिर जाँदा नि कसले लडायो भन्दै भन्दै भन्छ अनि कहाँ खिच्छ त आउन ल हो यस्तो चाहिँ घाम लाग्नु पर्ने हो नि त अनि ल राम राम गोलो बस्नु पर्छ ल हाम्रो पुन्टुरे नानी नानी आज चाहिँ साह्रै रमाइलो हुने भयो
हाम्रो खानेकुराहरू चाहिँ यही हाम्रो यस्तै छ के गर्ने रमाइलो अब ल केही भनिदिनु हाई आज हामी रमाइलो गर्न आएको सोल टिभी बहिनी भाइहरूसँग कति रमाइलो भयो भिडियोको लागि धेरै धेरै धन्यवाद भाइलाई फोटो खिच्नुमा धन्यवाद धन्यवाद च्यानल हामी सब्स्क्राइब गरिदिन्छौँ अब भोक लाग्यो मिलेर खाजा खाउँ सबैले सानो हाई गर्नु अङ्कल नमस्ते गरिदिनु ल ल अब बोल्नु है एक दुई शब्द मिठो खानेकुरा है घुम्न आउँदा मिठो हुँदो रहेछ त्यति होला नि बोल्ने कस्तो घोप्रो गरेर खानुभयो बोल्नु न यत्रो भिडियो गरेर बोल्नु न एक्सट्रिम हाम्रो चाहिँ है चिउरा खानु हाम्रो चाहिँ यस्तो छ यो त मेरो होइन यो सबै तपाईँको हो नि फेरि होइन नि यो तपाईँकै अगाडि छ मैले हेर्दैछु म झन् अलगै छु ल हामी चाहिँ स्याउको बोट मुनि बसेर खाइरहेको छौँ है हाम्रो गाडी उता बज्दैछ हाम्रो गाडी यता छ कार कारमा म्युजिक बजिरहेछ गाडी बज्दै होइन गाडी त हो नि वरिपरि बस्यो भने पहिले रुमाल लुकाइ खेलेको स्कुलमा याद आउँदैन हो त्यसरी बस्नु देखिन्छ पनि